Unless you been with Market play, कुकुरे फुल बाफ रे कडी पत्ता हैन कडी पत्ता र तुलसी मिन्ट मिन्ट यो प्लान्ट चाहिँ राम्रो हो यो प्लान्ट चाहिँ कसरी गोटा होला नि हेर न अहिले चाहिँ इभिनिङमा मस्जिदमा प्रे चलिरहेको रहेछ आज चाहिँ हामी जाँदैछ इभिनिङ मार्केट घुम्नु अहिले चाहिँ ईद चलिरहेको छ र इभिनिङ प्रेयरको टाइममा सबैजना मस्जिदबाट निस्किँदै रहेछ क्या लेके आ रहे हो पकड़ो भागने के लिए देगी फुलके में ले दो मैं सोची थी वहाँ चेयर्स पे बैठे हो और भाई क्या हाल है आप कैसे हो स्कूल लेके आओ वो खाओ तुम वो रह गई मेरे पास शॉपर नहीं था मैं जल्दी से भाग के आई मिनाले भावनाका लागि सबासले पठाइदिएको साथीले फ्रुट चाट स्पेशली सबासले पठाइदिएको अरे बिरयानी अन्त ये क्या है मीना दही का फुल्की हो इफ्तार यहीँ हुनु आँटेछ हो हो इफ्तारी उयो गर्ने मान्छे चाहिँ यहाँ छ हो फेरि तुम खा लो ना हम लोग एकदम पेट भर के खाना खा के आए ये बिरयानी तो वही खा देगा अकेला तो हम लोग हामी चाहिँ अब बाटोमा बसेर पजामे के साथ अच्छा नहीं लगता अच्छा नहीं लगा क्या वो नहीं होगा मैचिंग के शूज अच्छे नहीं लग रहे थे वो सारा रंगीला बना हामी चाहिँ अब पर्पल वाला वो निकाला था मैंने वो अलग पर्पल को खाने में शुरू करो खाए नहीं हो ना तो मैं खा के आई हूँ मैं तुम लोग के लिए लेके आई हूँ तुमने खा के आई हो हाँ बिरयानी खाई है थोड़ी सी खाई ना तुम लोग के लिए लेके आई अब होइन त्यही रस मिठाई जस्तो टाइपको देखिरहेको छ हामी चाहिँ अहिले चाहिँ जाँदैछौँ मृगाको नाइट मार्केट जाडो चाहिँ यस्तो बेसी जाडो छ चिसो हावा तर मुटु छुनेछ नि अर्को खालको चिसो पुरा चिसो जाडो छ अर्कै खालको पिस हुन्छ नि यहाँनिर यहाँनिर चाहिँ कुनै पनि टाइम आफूलाई शान्ति मजा लाग्छ नि मैले चाहिँ आज आफूले ट्राई गरेको नेल आर्ट गर्नु हार्ट सेप हो बिचरा हार्टहरू ब्रोक भएर केही छैन बोर्ड यहाँबाट जानु सक्छ तपाईँको गोलसुक थ्याङ्क यू गोलसुक त्यहाँदेखि हामी जाँदैछौँ यहाँनिरबाट रिगा यहाँबाट चाहिँ हामी जान्छौँ उतापट्टि पारी त्यहाँदेखि उता चाहिँ हामी वकिङ डिस्टेन्स छ हिँडेर 55 dirham में बड़ा वाला मैंने जान के बड़ा है फिर 1000 का 65 का इतना अच्छा सा कारपेट भी मिलता है ना क्या कारपेट अगवानी कितना प्यारा प्यारा सामान है ना बहुत अच्छा है यार सीधा कुशन्स कवर वाह कितना प्यारा प्यारा हाय रे सब पसंद आ गया यहीबाट हो म त हो भनेर सब भनेको छैन त्यस्तो कपड़ा खरीद के फ्रॉक सिलवाएंगे साथ ये कपड़ा खरीदेंगे इसमें पश्मीना फ्रॉक सिलवाएंगे भावना पश्मीना फ्रक सिलाउनु छ यहीँबाट पक्का हो होइन कि होइन भाइ सोध त सोध त यहाँबाट हामीले चाहिँ सोधेँ 1 दिराममा जानु पाउँछ भनेर 1 दिराममा त होइन रहेछ त है भए चाहिँ 8 बज्नमा चाहिँ टिकट पो गर्नुपर्ने रहेछ त्यहाँ चाहिँ अब हामी त्यति बेसी हिँड्नु पर्दैन होइन हम लोग को अब इसमें नहीं उतना ज़्यादा नहीं करना पड़ेगा शायद इधर बैठो तुम इधर बस्नुहोस् मैडम बस्नुहोस्
मेरे बहन भाई युनियनको ठिक मेट्रो स्टेसन छ यो साइडमा मेट्रो स्टेसन अन्त यो ब्रिज क्रस गर्नुपर्छ त्यसको बादमा चाहिँ छ यो ट्विन लाइट जेट नाइट मार्केट रहेछ यो चाहिँ युनियनको छेउमा छ कोही पनि आउनुभयो भने रेगाको नाइट मार्केट फेरि अर्को हो किनभने यो युनियनको छेउमा रहेछ एउटा चाहिँ रेगाको मेट्रो स्टेसन छेउमा पनि छ यो चाहिँ हो तपाईहरुको लोकेसन चाहिँ गिफ्टल्यान्डको हाइपर मार्केटकै अपोजिटमा छ हैन त्यसमा चाहिँ नाइट मार्केट घुम्नुको चाहिँ मजै अर्को हुन्छ किनभने रिजन के हो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ एकदम युनिक लुगाहरू हैन युनिक भन्दा पनि अब डिफ्रेन्टहरु सामानहरु पाउँछ ब्याग्सहरु भयो कपी ब्याग्सहरु भयो यस्तो नेकलेसहरु भयो यहाँ देख्नुहुँदैछ हैन योहरु भयो तपाईको धेरै कुरा हेर्नु र सानो शप्सहरु हुन्छ र्यान्डम शप्सहरु किनभने दुबईमा चाहिँ सबैको शोरूम हुन्छ त्यसले गर्दाखेरि चाहिँ र्यान्डम शप्सहरु चाहिँ धेरै कम्ती हुन्छ मिना बजार छोडेर त्यही कारणले नाइट मार्केट एक्सप्लोर गर्नुको लागि चाहिँ धेरै नै मजा आउँछ र रमाइलो हुन्छ दुबईको नाइट मार्केटमा चाहिँ एक्चुअली के पाउँछ भनेदेखिको यहाँनिर चाहिँ चाइनिज प्रडक्ट हुन्छ हैन कोरियन प्रडक्टहरु हुन्छ अन्त तपाईको यहाँनिर यस्तो लोकल मार्केटमा पाउने सामानहरु पनि हुन्छ अन्त कपी चाहिँ एकदमै बेसी हुन्छ ब्याग भयो सुज भयो यस्तोहरु कपी पुरा हुन्छ अन्त यहाँनिर चाहिँ के पाउँछ भनेदेखिको जस्तै अब उतातिर हामी जेबी भन्छौँ नि त्यस्तै जेबीको लुगाहरू पनि थुप्रै हुन्छ अरु इन्ट्रेस्टिङ कुरा के पाउँछ भनेदेखिको यहाँनिर चाहिँ केटीहरुको ज्वेलरीहरु चाहिँ एकदमै राम्रो हुन्छ गोल्ड प्लेटेड ज्वेलरीहरु हुन्छ एकदम फ्यासनेबल त्यस्तो हुन्छ राम्रो पाउँछ केटीहरुको ब्ल्याक स्यान्डलहरु भयो हैन नाइट सुटहरु भयो एकदमै राम्रोहरु पाउँछ कुनै पनि ब्रान्डको सामानहरु चाहिँ तपाईको एउटा साइजहरु मात्रै पाउँछ यहाँनिर चाहिँ त्यो जेबी मात्रै पाउँछ भन्ने हैन राम्रो सामानहरु पनि पाउँछ एकदम एक्सपेन्सिभ पनि हुन्छ सस्तो पनि हुन्छ सबै नै प्रकारको पाउँछ परफ्यूम्स पानी की 2 बड़ी बोतलें चॉकलेट पानी पूरी दीजिए ना भैया पानी पूरी हाँ ऐसे खट्टा वाला पानी डाल के हाँ पानी भी दीजिए ना एक हाँ स्पाइसी वाला ये कितना 1 दिरहम करके वाटर हाँ वाटर 1 2 दिरहम मजदा अब रास्ता का दुकान में 1 दिरहम यहाँ पे 2 दिरहम हो गया ये पानी का बोतल 1 दिरहम में खाएगी ना खाए मुश्किल नहीं खोलो बाटो में 1 दिरहम यहाँ 2 दिरहम ये अच्छा तो 1 दिरहम में 1 चाहिए ठीक है फुल चाहिए नॉर्मल चाहिए कसैलाई केकको हडबडी कसैलाई केकको हडबडी देखो जरा देखो हेर न यहाँ ऐना हेर्दै उयो गरेको झन् मक्क पर्दै बिचाराहरु पुच्चा पर्खेको गालामा हात लाएर लु है खुवाइदिउँ पुच्का ए त्यो खाना बाहिर ल डाले यसैलाई दामी छ अमिलो त्यो भएर अलिक रसमा फ्रीमा दिँदैछौ मैले फ्री पुच्का दिन्छ इन्डियामा फाउ भनेको कि भएर मलाई ऊ फ्रुट दिँदैछ यसै दिदी यसै खा लुँगी न ऊ निट एन्ड क्लिन गरेर थ्याङ्क यू सो मच यो चाहिँ फो पुच्का प्रणय यहाँ फाउ पुच्का ये मैंने बोला कि इंडिया में मिलता है तो फाउ आपने क्यों नहीं दिया बोलाते फाउ खानु कति मजा आउँछ मिठो हालेर पो दिन्छ त भनेको थियो स्विट पानी डालेको थियो अरू कुरो खाऊ नखाऊ तर फाउ खानु जतिको मजा चाहिँ कहीँ आउँदैन एकदम पराइले एकदम रिल्याक्स लिँदैछ
यतिको चाहिँ हुनुपर्छ क्या मान्छेको 1 महिनामा बोरी काम गर अन्त यस्तोमा सुत तार भाइब्स छ हो यहाँ सेन्ट पनि आइरहेको छ फुस गर्दै अन्त ऊ चाहिँ एकदम रिल्याक्स लिँदैछ मसाज हामी चाहिँ अब मसाजको साथमा चाय बहुत मीठी है ना पीके पी है ठिकै छ नि त्यस्तो उतना पनि छ नि कडक वाला एक्सपिरियन्स तिम्रो सुन्दर सुत्ने चियर अब आया भन्दै आएको हेर त्यहाँ फ्रेस फिलिङ होइन नि सुत्नु मन पर्यो होला नि राम्रो छ ट्रिज यो चाहिँ रहेछ अल्गुरेलको त्यही भएर पो यो अलिकति राम्रो भाइब अल्गुरेल मलमा कसैले पैसा निकाल्न आइरहेछ सो अब हामी यहाँबाट अहिले चाहिँ छौँ अल्गुरेलको नाइट मार्केट सो यो पनि हेर्नेको हेर्ने लायक छ लेट्स चाहिँ यहाँ पनि हामी भित्र बसेर एक्सप्लोर गर्ने यो छ नाइट मार्केट अल्गुरेलको तोते भी है यो चाहिँ दामी रहेछ है हो मेट्रो हामी चाहिँ अब यहाँ एकछिनको लागि और हामी चाहिँ बस्दैछ एकछिनको लागि यो हरियो ग्राउन्डमा किन रिल्याक्सको लागि बेसी डुलेर वाक्कै भयो हत्तु भयो त्यही भएर यहाँ बस्दै कहाँ गिला हो र नि ठन्डा हामी चाहिँ यहाँनिर बस्ने रिल्याक्स गर्ने के भन्छ मुसेर प्रणय चाहिँ उता छ एकछिन आउँदैछ तिनीहरू हो कसैकोमा एउटा छैन फोन कसैकोमा दुवटा यहाँ हेर न आमा भन्छ और बाप अपना कुछ अपने आवाज जैसे देखो क्या बनाए हो ये आमला है ना ऑरेंज ग्रेप्स थोड़ी है वो देखो ना आमला उसने कहा था आमला है आमला है ना ये ऑरेंज ग्रेप्स पागल ग्रेप्स है ये आमला ऑरेंज नहीं है दे दिए ना तो दस आया है अंगूर तो घर पे भी रखे खा लो नहीं दे भाई हाँ अंगूर नहीं खाओ